सागनले विज्ञानलाई केवल ज्ञानको भण्डार वा किताबमा लेखिएका तथ्यहरूको सङ्कलन मात्र मानेका छैनन्। उनका अनुसार विज्ञान त सोच्ने एउटा तरिका हो, संसारलाई हेर्ने एउटा दृष्टिकोण हो। यो एउटा यस्तो औजार हो जसले हामीलाई हाम्रो आफ्नै गल्ती र भ्रमहरू पहिचान गर्न सिकाउँछ। मान्छे स्वभावैले गल्ती गर्ने प्राणी हो। हामी सजिलै बहकिन्छौँ। जे देख्छौँ वा सुन्छौँ त्यसमाथि बिना कुनै जाँच पडताल विश्वास गरिहाल्छौँ। हाम्रा इन्द्रियहरूले धेरै पटक हामीलाई धोका दिन्छन्। यस्तो अवस्थामा विज्ञानले एउटा प्रकाशको काम गर्छ जसले सत्य र असत्य बीचको पर्दा उखारिदिन्छ। विज्ञानको सबैभन्दा ठूलो सुन्दरता नै के हो भने यसले आफ्ना गल्तीहरू स्वीकार गर्ने साहस राख्छ। विज्ञान कहिल्यै पनि आफू 100% सही छु भन्दैन। यो त एउटा निरन्तर चलिरहने प्रक्रिया हो। जब नयाँ प्रमाणहरू आउँछन्, पुराना सिद्धान्तहरू बदलिन्छन् र सत्यको अझ नजिक पुगिन्छ। तर अन्धविश्वासमा यो लचकता हुँदैन। त्यहाँ एउटा भ्रमलाई बचाइराख्न थप 100 वटा भ्रमहरू बुन्नुपर्ने हुन्छ।